वाइबी सरले आँट दिनुभयो र यसको वाइबी सरको आँटले गर्दाखेरि हामीले यो भिडियो बनाउन सक्षम भयौँ। एकपटक वाइबी सरको लागि जोरदार ताली सम्मान प्रकट गरिदिनु होला। वाइबी सर मिनेट 20 सेकेन्ड अब मात्र रिमेनिङ छ गीत रिलिज हुनको लागि। फर्स्टमा गीत रिलिज हुन्छ, गीत हेर्छौँ, त्यसपछि हामीले अरू प्रोग्राम चाहिँ त्यसपछि गर्छौँ है।
हेलो हेलो ओके हामीले भर्खर मात्र गीत हेरिसकेका छौँ आँखा जुध्यो सबैजनाले त आँखा जुधाइरहनु भएको थियो होप सबैजनालाई मन पर्यो होला र गीत राम्रो छ सञ्जयजीलाई मेरो तर्फबाट सबैभन्दा पहिला एकदमै धेरै शुभकामना अझै योभन्दा आगामी दिनमा अझ धेरै राम्रो गीतहरू हामीले हेर्न पाउनेछौँ अब यो गीत रिलिज सँगसँगै एउटा प्रेस मिट पनि हामीले यहाँ गर्नेछौँ यसर्थ म त्यसलाई फर्मालिटी दिन गइरहेको छु फर्मली र यो गीत हेरिरहँदा चाहिँ अरू धेरैले रिलमा उडाउँछन् विदेश वाइबी सरले चाहिँ पहिला रियलमा उडाउनु भयो अनि गीतमा चाहिँ रिलमा उडाउनु भएको छ अब उहाँले रियल कसैमा बाँकी राख्नु भएको छैन रियलमा त भइहाल्यो अब रिलमा पनि विदेश उडाउनु बाँकी राख्नु भएको छैन सो वाइबी सर यहाँ सेन्ट्रल कलेजमा त कलाकारै कलाकार हुनुहुँदो रहेछ पार्वती म्याम कता हुनुहुन्छ ल हुन्छ यहाँ अब सानो प्रेस मिट हामी गर्न गइरहेका छौँ यसका लागि म सबैभन्दा पहिला सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राइभेट लिमिटेडका प्रिन्सिपल यो गीतको आफैमा उहाँ कलाकार पनि हुनुहुन्छ र उहाँको ठुलो सहयोग पनि छ यो गीत हामीले अहिले हेर्न पाएका छौँ त्यसको अर्थ चाहिँ वाइबी सर हुनुहुन्थ्यो र हेर्न पाएका छौँ यसर्थ यो पत्रकार सम्मेलनमा अध्यक्षको आसन ग्रहण गरिदिनु हुनको लागि म वाइबी सरलाई हार्दिक अनुरोध गर्दछु र यस्तै गरी हामीसँग यहाँ गीतको टिमहरू अब यो गीत सञ्जयजी र समीक्षाको हो समीक्षा त हुनुहुन्न उहाँ आफ्नो कार्यव्यस्तता आफ्नो कार्यक्रममा व्यस्त हुनुहुन्छ तर हामी माझ यो गीतको गायक हुनुहुन्छ सञ्जय देवकोटा सञ्जयजीलाई म अगाडि आइदिनु अनुरोध गर्दछु योभन्दा अगाडि पनि उहाँको गीत हामीले यहीँ नै रिलिज गरेका थियौँ कुरा बुझ्दैनौँ भन्ने निकै मिठो गीत थियो र अहिले पनि फेरि एकदमै मिठो गीत उहाँले लिएर आउनु भएको छ र फेरि पनि उहाँलाई चाहिँ म सफलताको शुभकामना व्यक्त गर्दछु यस्तै गरी हामीमा यसै गीतको कलाकार हुनुहुन्छ उहाँको पनि ठुलो सहयोग छ सञ्जयजीले आज यो गीत लिएर आउनु भएको छ हामीले हेर्न पाछौँको अर्थ अली अन्सारी सर क्लियर भिजनबाट हुनुहुन्छ अली सरलाई अगाडि आइदिनु हुनको लागि अनुरोध गर्छु म अली सर यस्तै गरी आसन ग्रहणकै क्रममा अगाडि आइदिनु हुनको लागि म अनुरोध गर्छु थोरै तलमाथि भयो भने त्यसलाई चाहिँ अन्यथा नलिनु होला एकदमै यो म प्रिपेयर थिइनँ यसको लागि एकदम सर्ट नोटिसमा गर्नु पऱ्यो त्यो हिसाबले मैले अरू कलाकारहरूलाई इन्ट्रोड्युस गर्नुभन्दा अगाडि चाहिँ डिरेक्टरलाई मैले सम्झिन चाहेँ अहिले अरू कलाकारहरूलाई म भन्छु नै हाम्रो यो गीतमा यो स्टोरी पनि उहाँकै छ डिरेक्सन पनि उहाँकै छ अर्जुन कन्डेल अर्जुनजी एकदम पछाडि उहाँले फेरि त्यो डिरेक्टरको जबलाई सिरियसली लिनुभएछ पर्दा पछाडिको हिरो भने चाहिँ उहाँ फेरि पछाडि नै गएर बस्नु भएको थियो यस्तै गरी हामीसँग यसै गीतका यसै म्युजिक भिडियोका कलाकार जसले अब घर बिल्डिङ त बनाउनको लागि नै रहनु भएको थियो उहाँ यसपालि गीत बनाउनको लागि पनि लाग्नुभएछ हाम्रो सुरज सर S1 बिल्डर्सबाट सुरज नेउपाने सरलाई पनि म हार्दिक अनुरोध गर्दछु
यस्तै गरी मैले अघि पनि भने उहाँ आफैमा कलाकार पनि हुनुहुन्छ जस्तो लाग्यो मलाई। गीत हेरेपछि झनै धेरै कलाकार जस्तो लाग्यो। हाम्रो पार्वती म्याम हुनुहुन्छ, उहाँलाई पनि सम्झिन चाहेँ मैले। म्यामले एकदमै राम्रो अभिनय गर्नुभएको छ। ऋषि सरलाई पनि म अनुरोध गर्छु, हाम्रो ऋषि सरलाई पनि सम्झिन चाहेँ यहाँबाट, ऋषि भण्डारी सर। अब कलाकारहरू अन्य चाहिँ अब दिपजी आइपुग्नु भएको छैन, प्रिन्सिका सायद उहाँहरू अन द वे नै हुनुहुन्छ भन्ने खबर पाएको छु। यसै गरी हाम्रो शारदा म्याम यही हलमा हुनुहुन्छ, शारदा म्यामलाई पनि म अनुरोध गर्छु, शारदा म्यामलाई पनि सम्झिन चाहे उहाँ। यसै गरी चितवन जिल्ला फुटबल सङ्घबाट श्रीकृष्ण कार्की दाई हुनुहुन्छ, उहाँलाई पनि म सम्झिन चाहन्छु, आसन ग्रहण गर्न चाहन्छु। र फुटबल सङ्घबाटै हाम्रो सदस्य गोपाल गुरुङ दाई हुनुहुन्छ, उहाँलाई पनि मैले सम्झिन चाहेँ। यहाँ उपस्थित विभिन्न मिडियालाई प्रतिनिधित्व गर्दै सञ्चारकर्मी साथीहरू आउनुभएको छ, उहाँहरूलाई पनि म यथास्थानमा आसन ग्रहण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। मैले अघि पनि भनि नै हालेँ, अरू कलाकारहरू पनि हुनुहुन्छ, जस्तो मुख्य कलाकारहरूमा हामीले दीप सर, यसै गरी प्रिन्सिका, उहाँहरू कार्यव्यस्तताको कारण सायद अन द वे हुनुहुन्छ भन्ने खबर पाएको छु। यदि हाम्रो कार्यक्रम सकिँदासम्म उहाँ आइपुग्नु भयो भने हामीले यहाँ भेट्ने नै छौँ, आइपुग्नु भएन भने पनि केही छैन, उहाँहरू आफ्नो कार्यव्यस्ततामा हुनुहुन्छ। र यसै गरी यो टिमबाट हामीले पर्दा अगाडि त 4-5 जना कलाकारलाई देख्यौँ, तर पर्दा पछाडिबाट सपोर्ट गर्ने धेरै हुनुहुन्छ। अझ सञ्जयजीलाई त पर्सनली एकदमै सपोर्ट गर्ने, एकदमै धेरै मोटिभेट गरेर उहाँले पनि एकदम सपोर्ट गर्नुहुन्छ। मैले केही दिन अगाडि उहाँले एउटा भिडियो सेयर गरेको देखेको थिएँ, एकदमै खुसी लागेको थियो त्यो भिडियो हेर्दाखेरि, कति धेरै सपोर्ट गर्नुभएको छ उहाँले। प्रिन्सिका आफूले हुनुहुन्छ, उहाँ त्यो लगातार फोनमा भिडियोहरू लिइरहनु भएको छ उहाँले। अब मैले उहाँलाई चिनाइरहनु पर्दैन होला जस्तो लाग्छ, फेरि यहाँहरू सबै उहाँसँग परिचित नै हुनुहुन्छ। सञ्जयजीको वान अफ द बिगेस्ट सपोर्टर हुनुहुन्छ उहाँको सपोर्ट, एकअर्कालाई यति धेरै सपोर्ट गर्नुहुन्छ र दुवैजना राम्रो बोल्नु पनि हुन्छ। मैले भिडियो हेर्छु है हजुरको पनि, सञ्जयजीले सेयर गरेको भिडियो हेरिरहेको थिएँ अस्ति। यसै गरी हामीसँग सम्झनै पर्छ, हामीले रेसु खान म्याम पनि हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछौँ। लोकदोहोरी गायिका दुर्गा सापकोटा पनि हुनुहुन्छ, जानुभयो भन्ने खबर भाइ, ठिक छ, उहाँलाई पनि हामी सम्झन चाहन्छौँ। यहाँ सन्दीप पाण्डेजीलाई पनि सम्झन चाहन्छौँ। यो टिम अगाडि बढिरहँदा उहाँहरूको धेरै सपोर्ट छ। यसै गरी तिलक कन्डेल उहाँ यही हुनुहुन्छ, सुजन मगरज्यूलाई पनि हामी सम्झिन चाहन्छौँ। दिपन काफले हुनुहुन्छ, उहाँको पनि सपोर्ट छ। र प्रवीण श्रेष्ठ, अब पर्दा पछाडि अरू धेरै सपोर्टरहरू हुनुहुन्छ, उहाँहरू सम्पूर्णलाई चाहिँ हामी यो स्टेजबाट नै जसको नाम केही नाम छुटे पनि होला, यहाँ सबैको नाम छुट्न पनि सक्छ, केही नाम छुटेको छ भने पनि यहाँहरूलाई हामी स्टेजबाट नै धेरै धेरै धन्यवाद व्यक्त गर्दछौँ। रेजु श्रेष्ठ लाई पनि हामी सम्झन चाहन्छौँ र उहाँलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछौँ। उहाँलाई धन्यवाद पनि, सायद उहाँको यो इभेन्ट चलिरहेको थियो जस्तो लागिरहेको थियो अघिमा, उहाँले आफ्नो प्रोग्राम चाहिँ एकैछिन रोकिदिनु भएको छ हाम्रो लागि, त्यसको लागि धेरै धेरै धन्यवाद भन्दै अब अरू यहाँ उपस्थित सम्पूर्ण जो यो हलमा उपस्थित हुनुहुन्छ, सेन्ट्रल कलेजका मेम्बरहरू, स्टुडेन्टहरू, सँगसँगै योभन्दा अगाडि जुन प्रोग्राम हामीले रोक्यौँ त्यो प्रोग्रामका पार्टिसिपेट सम्पूर्ण यहाँहरूलाई पनि यथास्थानमा आसन ग्रहणको लागि हार्दिक अनुरोध गर्दै अब गीतकै विषयमा थोरै कुराकानी गर्छौँ। र सुरुमा चाहिँ सञ्जयजीलाई अब यो गीतको विषयमा थोरै आफ्नो अनुभव, थोरै आफ्नो केही अनुभवहरू सेयर गरिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। समीक्षा अधिकारीसँग काम गर्नुभएको छ, त्यो पनि थोरै सुनौँ। अहिलेको नेपाली गीत सङ्गीत क्षेत्रमा सबैभन्दा चम्किलो तारा भन्छु म समीक्षा अधिकारीलाई, उहाँसँग काम गर्नुभएको छ र त्यो एक्सपिरियन्स पनि थोरै हामीले यहाँ सुन्छौँ। सञ्जयजीलाई म आफ्नो एक्सपिरियन्स सुनाइदिनु र थोरै गीतको विषयमा जानकारी गराइदिनु हुनको लागि हार्दिक अनुरोध गर्दछु। थ्याङ्क यू सो मच सुशील पन्थीजी, उहाँको लागि एकचोटि जोरदार ताली बजाइदिनु होला सबैजनाले। कति राम्रो कार्यक्रम सञ्चालन गरेर आजको प्रिमियर सोलाई अझ ग्रान्ड बनाइदिनु भयो। फर्स्ट अफ अल आजको यस प्रिमियर सोको चेयरपर्सन अध्यक्षता ग्रहण गरिरहनु भएको छ सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राइभेट लिमिटेडका प्रिन्सिपल पनि हुनुहुन्छ, प्रमुख रहनुभएको छ फाउन्डर आदरणीय यज्ञ विलास पौडेल वाइबी सर, र मञ्च आसीन सम्पूर्ण हाम्रो डाइरेक्टर साहब जसले चाहिँ आँखा जुदियो गीतलाई यति राम्रोसँग कोअर्डिनेट गरिदिनु भयो र स्टोरी बेसमा यति राम्रोसँग प्रेजेन्ट गरिदिनु भएको छ। अर्जुन सर विशेष सम्मान व्यक्त गर्न चाहन्छु। र विशेषतः यस गीत आज हजुरको साथमा आँखामा जुत्नुको पछाडि
यो गीतलाई अगाडि बढाउनुपर्छ भनेर निरन्तर रूपमा साथ र सहयोग गर्ने व्यक्तिहरूमा अझ धेरै धन्यवाद दिन चाहन्छु, जसले गर्दाखेरि आज यो मात्र नभइकन यसभन्दा अगाडिको कुरा बुझ्दै र गीत पनि आएको थियो। स्पेसली पुरानो घर सेन्ट्रल कलेजमा फर्किए जस्तो पनि भइरहेको छ र सेन्ट्रल कलेज अफ भोकेसनल ट्रेनिङ प्राइभेट लिमिटेडलाई विशेष धन्यवाद दिन चाहन्छु। यो गीतलाई सबैमाझ ल्याउनको लागि अतुलनीय योगदान पुर्याउनु भएको छ। त्यस्तै गरी हरदम हरसाथ मलाई कलाकारिता क्षेत्रमा मात्र नभइकन व्यक्तिगत रूपमा कसरी कुशल व्यक्तित्व बन्न सकिन्छ, कसरी अगाडि बढाउन सकिन्छ साथीलाई भनेर अनवरत रूपमा साथ सहयोग सपोर्ट गर्नुहुने, फाइनेन्सियली मात्र होइन जो मेन्टली पनि हरेक समय मसँगै रहनुभयो र अगाडि इन्करेज गरिदिनु भयो। अली अन्सारी सर, क्लियर भिजन अप्टिकल हाउसलाई विशेष सम्मान छ र यस भिडियोलाई अगाडि बढाउनको लागि अतुलनीय योगदान साथ सपोर्ट गर्नुहुने हरेक तह र तत्काबाट उहाँले अघि नै सुशील सरले भनिसक्नुभयो, उहाँले बिल्डिङ धेरै बनाउनु भयो, म्युजिक भिडियो पनि बनाउन लाउनु भएछ भनेर उहाँहरूकै साथले गर्दाखेरि आज यो स्थानमा आएको छु। आदरणीय व्यक्तित्व सुरज नेउपानेजीलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, S1 होम्सलाई। र विशेषतः यो गीत नितान्त रूपमा लेखकको रूपमा रहनुभएको छ रविन्द्र लामिछानेज्यूलाई सम्झन चाहन्छु। यो गीतमा आवाज म सञ्जय देवकोटा र समीक्षा अधिकारी जो आफैमा अत्यन्तै बुलन्द आवाजकी धनी रहनुभएको छ, सुमधुर स्वरकी धनी समीक्षा अधिकारीको आवाज रहेको छ र यो गीतलाई मिक्सिङ मास्टरिङ गर्नुभएको छ पवन राणावाटलाई विशेष सम्मान व्यक्त गर्न चाहन्छु। फाइन ट्युन स्टुडियोबाट यो रेकर्ड भएको हो र स्पेसली रिदम कण्डेल सरलाई चाहिँ सम्झन चाहन्छु। र यस गीत हजुरको माझमा आइरहँदाखेरि के कस्तो भयो अब एकैछिनमा प्रतिक्रिया पक्कै आउँछ होला। एउटा साङ्गीतिक यात्रामा खुड्किलो चाल्दै गर्दाखेरि धेरै ठाउँबाट सपोर्ट मिलेको, स्पेसली सेन्ट्रल कलेजका हरेक व्यक्तिले, स्टाफ कर्मचारीहरूले र वाइबी सरले, शारदा म्याम, ऋषि सर अझ विशेष ढङ्गबाट मलाई सपोर्ट गर्नुहुन्थ्यो। उहाँहरूकै कारणले गर्दाखेरि आज यो म्युजिक भिडियो आएको छ। यो म्युजिक भिडियोले पक्कै पनि एउटा मिठो सन्देश चाहिँ प्रवाह गरेको छ, एउटा मायाको मात्र नभइकन आत्मीयताको सन्देश पनि प्रवाह गरिरहेको छ। र जसरी सेन्ट्रल कलेजले आफ्नो व्यक्तिगत रूपमा व्यावसायिक रूपमा जे काम गरिरहेको छ यो रिलमा पनि ठ्याक्कै त्यही काम गरिदिएको छ। यसमा पनि सेन्ट्रल कलेज अब्बल नै भनेको छ, सक्सेस नै भनेको छ। यसको लागि विशेष अर्जुन सरलाई विशेष धन्यवाद, यो स्टोरी लेखिदिनु भयो, कोरिदिनु भयो र आज यो प्रिमियर शोमा आइदिनु भएकोमा सबैलाई विशेष धन्यवाद दिन चाहन्छु। यो भिडियोलाई छायाङ्कनमा जुटेर साथ दिनुभएको छ आदरणीय व्यक्तित्व आरडी दुलाल, सँगसँगै सिनेमाटोग्राफीको रूपमा अमृत सर हुनुहुन्छ, त्यसै गरी सुरज सर छायाङ्कनमै जुटेर साथ दिनुभएको छ, उहाँलाई विशेष सम्मान व्यक्त गर्न चाहन्छु। र यो गीतसँग सम्बन्ध राख्ने सम्पूर्णलाई विशेष धन्यवाद। र मेरा प्रिय मित्रहरू आउनुभएको छ जो आफू मात्र होइन सँगै अगाडि बढ्नुपर्छ भनेर हामी सबैजना हातेमालो गर्ने गर्दछौँ र त्यही हातेमालोको कारणले गर्दाखेरि मेरो दोस्रो सिर्जना हजुरको माझमा पस्किन पाइरहेको छु। म तिलक सरलाई, सन्दीप सरलाई, पवन सर, विक्रम सर लगायत सम्पूर्ण सरहरूलाई सम्झन चाहन्छु। दीप सर आज यो कार्यक्रममा आफ्नो अत्यन्तै व्यस्तताको कारणले गर्दाखेरि आउनु भएन। आज दीप काफ्ले सर र प्रिन्सिका श्रेष्ठको अत्यन्तै अद्भुत अभिनय हजुरले देखिसक्नु भएको छ। यस लगत्तै पनि धेरै प्रोजेक्टमा हामी सँगै काम गर्नेछौँ र दीप सर नाम नै काफी छ। उहाँले गर्नुभएको योगदान, उहाँले गर्नुभएको कलाकारिता असाध्यै कुशल ढङ्गबाट देखिएको छ, हजुरले पक्कै हेर्नुभएको छ। हाम्रो प्रमुख मोडलको रूपमा पनि रहनुभएको छ र अघि देखिसक्नुभयो हाम्रो मोडल ग्रुपमा वाइबी सरलाई पनि देख्नुभयो। बरु कस्तो लाग्यो? राम्रो लागेको भए ताली बजाइदिनु होला सबैजनाले। त्यसै गरी सूरज सरले पनि आफ्नो राम्रो पर्फर्मेन्स राखिदिनु भयो। त्यसै गरी अली सरको पनि राम्रो भूमिका थियो, सबैको राम्रो भूमिका थियो, ऋषि सरको, सबैलाई विशेष धन्यवाद। र स्पेसली मैले सम्झिनै नै पर्छ यो कथालाई कथावस्तुमा बाँधेर राख्नको लागि एउटा कलाकारको चाहिँ एकदमै उल्लेखनीय भूमिका रहेको थियो। त्यो नाम पक्कै पनि हजुरलाई थाहा छ, पार्वती न्यौपाने। आज यसभन्दा अगाडि पनि एउटा सर्ट मुभीमा आफ्नो कलाकारिताबाट सबैलाई लोभ्याउनु भएको यो क्यारेक्टर हाम्रोमा पनि राख्न पाए कस्तो हुन्थ्यो होला भनेर सोचिरहेको बेलामा ठ्याक्क पार्वती म्यामको यो कलाकारिता देख्दाखेरि यो कथालाई जीवन दिने काम गर्नुभएको छ। एकदमै विशेष धन्यवाद दिन चाहन्छु। शारदा म्यामलाई विशेष धन्यवाद, यो प्रोजेक्ट अगाडि बढ्नको लागि साथ दिनुभयो। र स्पेसली थ्याङ्क यू सो मच एउटा व्यक्तिलाई दिन चाहन्छु जसको आगमनबाट निरन्तरमा प्रगतिको श्रेणीहरू सञ्चालन गर्न पाइरहेको छु, हरेक सुख दुःख साट्न पाइरहेको छु। यो समाज हाम्रै पक्षमा होला नहोला थाहा छैन, तर म चाहिँ सदैव हुन्छु भनेर प्रण गरेर एउटा भूमिमा आगो लगाइरहँदाखेरि हवनलाई 7वटा फेरा बाँधेर आज जीवन बन्धनमा बाँधिएका छु मेरो प्रिय जीवन सङ्गिनी प्रिन्सी काफ्लेलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। हजुरको आगमनले
मैले धेरै प्रगतिका श्रेणीहरू चाल्न पाइरहेको छु। थ्याङ्क यू सो मच। यसै गरी इन्करेज गरिदिनु होला, यसरी नै माया बढाइदिनु होला भन्दै सबैलाई विशेष धन्यवाद। यो कथाको बारेमा अझ थप डिटेलिङमा अर्जुन सरले पनि कुरा गर्नुहुन्छ र सानो कथा विषयवस्तुको बारेमा मैले जानकारी गराएँ को हुनुहुन्छ भनेर कथाको एक्चुअल गइरहेको कहानी चाहिँ अर्जुन सरले जानकारी गराउनुहुन्छ। थ्याङ्क यू सो मच सञ्जय सरलाई र उपस्थित सम्पूर्णलाई नमस्कार टक्राउन चाहन्छु। विशेष त सेन्ट्रल ग्रुप अफ कम्पनीका अध्यक्ष, त्यसै गरी सेन्ट्रल कलेजका प्रिन्सिपल रहनुभएको आदरणीय सर जो समाजसेवी व्यक्तित्व रहनुभएको छ र युवावर्गहरूको लागि पछिल्लो समयमा प्रेरणाको स्रोत रहनुभएको छ, धेरै युवाहरूको ढुकढुकी रहनुभएको आदरणीय वाइबी सरलाई म हृदयदेखि नै हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। साँच्चै नै एउटा महलमा मान्छे कसरी रमाउन सक्छ र एउटा गाउँमा कसरी सघाउन सक्छ गाउँलाई भन्ने कुरा चाहिँ वाइबी सरसँग सिक्न सकिन्छ। एकपटक जोरदार ताली सम्मान प्रकट गरिदिनु होला र सम्झिन चाहन्छु आदरणीय अली सर, त्यसै गरी सुरज सर रहनुभएको छ, सम्झिन चाहन्छु सम्पूर्णलाई। त्यसै गरी ऋषि सर, सुदन सर रहनुभएको छ, उहाँलाई पनि सम्झिन चाहन्छु। त्यसै गरी उपस्थित सम्पूर्ण महानुभावहरूलाई सम्बोधन गर्न चाहे, सम्झिन चाहे सबैलाई। हामी यसै पनि विलम्ब भएको कारणले गर्दाखेरि धेरै लामो सम्बोधन गर्न चाहिएन, सम्बोधन यथोचित नै भयो। हामीले सबैको एउटा सपना चाहिँ यो गीतमा आएर जोडिएको थियो। सम्भवतः हामीले यो गीत रिलिजको हिसाबले दोस्रो साङ्गीतिक कौशल्यको रूपबाट यो गीतलाई सार्वजनिक गऱ्यौँ। तर यो हामी सबैको लागि, दीप सरको लागि, सञ्जय सरको लागि, मेरो लागि, अली सरको लागि, हामी सबैको लागि यो एउटा सपना नै रहेको थियो। किनकि एउटा साङ्गीतिक क्षेत्रमा हामीले केही गर्नुपर्छ, हाम्रो पनि कसैले आउनुपर्छ भन्ने हिसाबले आउँदै गर्दाखेरि सञ्जय सरले पहिलोपटक आवाज दिनुभएको, दीप सरले पहिलोपटक मोडलिङ गर्नुभएको र मैले पहिलोपटक डाइरेक्सन गरेको गीत हो यो। र हजुरहरू सबैले हेरिसक्नु भएको छ, कृपया प्रतिक्रिया पनि दिनु होला। र यो गीतलाई विशेष त प्राण थपिदिनु भएको छ आदरणीय सञ्जय देवकोटा सरले, त्यसै गरी समीक्षा अधिकारीज्यूले, उहाँलाई पनि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। बेसिकली मेरो पार्ट चाहिँ भिडियोको भएको कारणले गर्दाखेरि मैले एकदमै हृदयदेखिबाट पनि एकदमै थ्याङ्क यू भन्छु कि हामी भिडियोको कन्सेप्ट लिएर आउँदै गर्दाखेरि हाम्रो कन्सेप्ट चाहिँ यस्तो यस्तो खालको छ र यो कन्सेप्टमा हामी एसोसिएट भएर जान सकिन्छ कि सकिँदैन होला भनेर क्वेसन गर्ने आउँदाखेरि चाहिँ तपाईँहरू अगाडि बढ्नुहोस्, हामी मजाले तपाईँलाई सपोर्ट गर्छौँ भनेर वाइबी सरले आँट दिनुभयो र यसको वाइबी सरको आँटले गर्दाखेरि हामीले यो भिडियो बनाउन सक्षम भयौँ। एकपटक वाइबी सरको लागि जोरदार ताली सम्मान प्रकट गरिदिनु होला। वाइबी सर यस्तो व्यक्ति हुनुहुन्छ जसले विदेश मात्रै पठाउनुहुन्न कि नेपालमा केही गर्न खोज्नेलाई पनि उत्प्रेरित गर्दै गर्नुहुन्छ। जस्तै हामी पनि नेपालमा केही गर्न खोजेको, आर्ट फिल्डमा केही गर्न खोजेको व्यक्तित्व हो र हामीलाई पहिलो स्टेपमा पनि यो आर भरोसा र यो साहससहित अगाडि बढ्नका लागि प्रेरित गरिदिनु भयो र आगामी दिनमा पनि यस किसिमको साथ र सहयोग मिल्नेछ भन्ने कुरामा विश्वस्त रहेका छौँ। र मेरो आर्टिस्टहरू सबैलाई म हृदयदेखि नै हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। विशेष त पार्वती म्याम, पार्वती सेन्से जसले यो कथामा एउटा मेन रोललाई प्ले गर्नुभएको छ, आमाको रोल प्ले गर्नुभएको छ। साँच्चै नै आमा हुन चाहिँ सजिलो छैन र आमाले आफ्नो सन्तानलाई बिदाई गर्न पनि सजिलो छैन। मैले जहिले पनि सेन्ट्रल कलेज आउँदै गर्दाखेरि पार्वती सेन्सेमा चाहिँ आमाको रूप नै देख्थेँ, किनभने उहाँले जसरी स्टाफलाई केयरिङ गर्नुहुन्थ्यो, जसरी स्टुडेन्टलाई केयरिङ गर्नुहुन्थ्यो, त्यो आमाको रूप नै देख्थेँ। र हामीले पनि कास्टिङ गर्दै गर्दाखेरि आमामा पार्वती सेन्से बाहेक अरू कोही पनि देखेनौँ, हामीले पार्वती सेन्सेलाई राख्यौँ। त्यसै गरी अन्य कास्टिङहरू पनि यसरी नै गरिएको छ। म हृदयदेखि नै सबैलाई हार्दिक सम्मान व्यक्त गर्न चाहन्छु। धेरै थोरै कथा मिसाएर अलिकति राम्रो तरिकाले प्रेजेन्ट गर्न खोजिरहेका छन्, तर पनि धेरै कमी कमजोरीहरू रहेका छन्। यी कमी कमजोरीहरू औँलाइदिनु होला। हजुरहरूको एउटा कमेन्ट, हजुरहरूको एउटा प्रतिक्रिया, हजुरहरूको एउटा सुझाव भनेको हाम्रो लागि निकै नै ठुलो हुनेछ। एउटा इट्टा थपेर एउटा ठुलो घर बने जस्तै हामी पनि यो आर्ट फिल्डको लागि केही गर्न खोजिरहेका छौँ। त्यसैले हजुरहरूको साथ सहयोग प्रतिक्रियाको अपेक्षा राख्दछौँ। धन्यवाद। यो गीतको बारेमा चाहिँ एउटा जानकारी पक्कै गराउनै पर्छ, किनकि यसमा केटा र केटीको माया र एउटा कहानी जोड्दै गर्दाखेरि यो गीत बन्नुमा अर्को मायाको कहानी छ। त्यो कहानी साथीभाइको बन्धन हो। मैले पहिलोचोटि स्टेजहरूमा अरूको गीत गाउँदै गर्दाखेरि, कार्यक्रम चलाउँदै गर्दाखेरि होइन हजुरको अफिसियल गीत चाहिँ चाहियो कि सर भनेर साथीहरूले इन्करेज गर्नुहुन्थ्यो। अनि दीप सरलाई होइन अब हजुर चाहिँ मोडलिङमा अझ अगाडि आउनुपर्छ, मेरो गीतमा आउनुपर्छ भनेर मैले इन्करेज गरेको थिएँ। अनि त्यसमा चाहिँ अर्जुन सरले विगत लामो समयदेखि सर्ट मुभीहरू तयार गर्दै गर्नुहुन्थ्यो। अब म्युजिक भिडियोको यात्रा तय गर्नुपर्छ, मेरो गीतलाई हजुरले नै डाइरेक्सन गर्नुपर्छ भनेर अर्को फेरि इट्टा थपिएको थियो। अली अन्सारी सरले अब हजुरहरूको सबै प्लानिङ भयो, के कारणले रोकिनु भएको छ?
भन्दाखेरि यो कारण छ भनेर अर्को इट्टा थपिदिनु भयो। अब त्यो इट्टा थपिँदै गर्दाखेरि पनि अलि सपना ठुलो भएछ कि क्या हो, अझ रोकियो। त्यसै बिचमा फेरि अर्को सबैभन्दा ठुलो इट्टा थपिदिनु भयो, बनिदिनु भयो वाइबी सर, जसले चाहिँ सबै पुरा भइदियो। त्यही भएर एउटा माया, केटा र केटीको मायाको कहानीभित्र अर्को बन्धुत्वको मायाको कहानी छ र यो सबैलाई कसरी प्रेजेन्ट गर्ने, कसरी देखाउने, सबै कुराको परामर्शदेखि लिएर आज म यो स्थानमा माइक समाएर बोल्दै गर्दाखेरि मलाई आफैले पैसा दिएर कार्यक्रममा पठाउने, त्यो कार्यक्रमबाट आएर आफैले खाना खुवाउने, राख्ने, मिडियामा कसरी प्रेजेन्ट हुनुपर्छ, मिडियामा कसरी बोल्नुपर्छ, मिडियामा कसरी स्थान दिने उहाँलाई भनेर दिनरात नभनिकन आफ्नो सङ्घर्ष छोडेर मलाई अगाडि बढाउने एउटा नाम मैले कहिले पनि बिर्सिनै हुन्न। यो माइकको साक्षी राखेर दिपेन्द्र थापा मगरज्यूलाई यो स्टेजबाट सम्मान व्यक्त गर्न चाहन्छु। दिपेन्द्र थापा मगर डिटिएम मिडियाका प्रबन्ध निर्देशक हुनुहुन्छ, जसले चाहिँ यो फिल्डमा अगाडि जानको लागि एउटा परिकल्पना गरिदिनु भएको र दिप सर, म, अर्जुन सर, दिपेन्द्र सर, अली सरलाई जोड्ने यो बन्धन बाँधिनु भयो, उहाँलाई विशेष धन्यवाद। र सम्पूर्ण साथीहरू, तिलक सरको अब एकैछिनमा अल्ली दिनमा अर्को गीत आउँदैछ, वाइबी सरको यस्तै साथ पक्कै रहनेछ भन्ने अपेक्षा मैले राख्न चाहन्छु। तिलक कण्डेल सर एकचोटि उठिदिनु न विनम्र अनुरोध गर्न चाहन्छु। पछिल्लो समयमा असाध्यै मिठो गायकीबाट जोडिँदै हुनुहुन्छ अस्मिता अधिकारीसँग, छिट्टै आउनेछ। यो बिग एनाउन्समेन्ट अहिले गरिन, एकैछिनमा गरौँला। अन्य कुराकानीहरू, अन्य जानकारीहरू, यो गीतको एक्सपिरियन्सहरू र गीतमा अभिनय सँगसँगै हामीलाई सपोर्ट गर्दाखेरिको पलहरू सबै मलाई सुन्न मन छ, हजुरलाई पनि पक्कै सुन्न मन लागिरहेको छ। ओभरअल यो गीतको बारेमा पनि र यो गीतसँगको सम्बन्धको बारेमा पनि र सम्पूर्ण मिडिया कर्मीहरूले आज कभरेज गरिरहनु भएको छ। यो सबै समारोहलाई व्यवस्थापन गरिदिनु भयो, अर्गनाइज गरिदिनु भयो वान एन्ड ओन्ली पर्सन वाइबी सर। हजुरको मुखारबिन्दबाट केही सुन्न चाहन्छौँ हामी। धन्यवाद सञ्जय देवकोटाज्यू, कलाकार, अब गीतकार, कार्यक्रम प्रस्तुता, उहाँको धेरै पहिचान छ। र अहिले जुन हामी यस सेन्टर टावरमा आँखा जुध्यो भन्ने गीतको प्रिमियम सोमा छौँ, यस सोमा उपस्थित हुनुभएका सम्पूर्ण एकमुष्ट मैले सम्बोधन गरेँ। पत्रकारजीहरू, आदरणीय व्यक्तित्वजीहरू, कलाकारजीहरू, सेन्ट्रल कलेजका मेम्बरजीहरू, सबै हाम्रा अतिथिजीहरू, सबैलाई हार्दिक नमन व्यक्त गर्न चाहन्छु। र हामीले सेन्ट्रल कलेजले 2-3वटा म्युजिक भिडियोहरूमा यो 1 वर्षमा भूमिका खेलेको छ र म्युजिक भिडियो बनाउने कलाकारहरूलाई प्रोत्साहन गर्ने, केही सहयोग गर्ने आर्थिक रूपमा र अगाडि बढ्नको लागि एउटा प्लेटफर्म तयार गरिदिने काम गर्ने सिलसिलामा हाम्रै मेम्बर सञ्जय देवकोटाज्यू, दीप काफ्लेज्यू, हाम्रो अर्जुन कणेलज्यूहरू नै मुख्य पात्र भएर अगाडि बढेको यस जुन चाहिँ म्युजिक भिडियोमा सेन्ट्रल कलेजले भूमिका खेल्न पाएको छ र आज सेन्ट्रल टावरमै हामीले प्रिमियम सो गर्न पाएका छौँ। हामी धेरै खुसी छौँ र हामीले सामाजिक काम गर्छौँ, खेलको विकास गर्छौँ, कलाकारितालाई सम्मान गर्छौँ, युवा विद्यार्थीको काम गर्छौँ र विदेश जानेहरूलाई पढ्नलाई विदेश पठाउँछौँ, नेपालमै ब्याचलर गर्ने सिटिबिटीका तालिम लिनेहरूलाई पनि दिन्छौँ। र हामीसँग के एउटा नैतिकता छ भने व्यवसायबाट गरेको नाफाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत हामीले यसरी तपाईँको कामहरू गर्दै गरेका छौँ, जसले गर्दाखेरि खेल खेल्नेलाई, यस्तो किसिमको कलाकारिता गर्नेलाई र समाजमा सामाजिक काम गर्नेहरूलाई प्रोत्साहन भएको छ, जसले गर्दा हाम्रो प्रचार पनि भएको छ र त्यो काम पनि प्रोत्साहन पनि भएको छ, सेवा पनि भएको छ, मेवा पनि मिलेको छ। यसै सिलसिलामा हामी आज यहाँ छौँ। हामीले धेरै गीतहरूको प्रिमियम सो यहाँ गरिसकेका छौँ सेन्ट्रल टावरमा। आज जुन माहौल छ, हामी सेन्ट्रल कलेजकै मुख्य मेम्बरहरू आबद्ध भएर सेन्ट्रल कलेजकै क्यारेक्टरहरू जोडिएर गीत गाउनेदेखि लिएर तपाईँको सुटिङ गर्नेदेखि लिएर हरेक कुराहरू सेन्ट्रल टावरलाई नै मुख्य फोकस गरेर सेन्ट्रल कलेजकै बिजनेस, जुन एब्रोड स्टडीको बिजनेस, मुख्य बिजनेस छ यसको, यहाँ आएर आइएल्टिएस, जापानिज, कोरियन भाषाहरू पढ्ने र त्यसपछि आँखा जुध्ने, त्यसपछि लभ पर्ने, बिहा हुने, विदेश जाने, डिपेन्डेन्टमा लाने जुन प्रक्रिया चलिरहेको छ, यसैलाई नै यथार्थ रूपमा चाहिँ सोचेर जुन अर्जुन कणेलज्यूले निर्देशन गर्नुभयो र हाम्रो सञ्जय भाइको र हाम्रो समीक्षा ज्यूको जुन स्वरमा चाहिँ यो गीत गाइएको छ
हाम्रो दीप काफ्लेज्यू आफैमा चाहिँ तपाईँको कलाकार हुनुहुन्छ, अहिले कोटियम चलाइरहनु भएको छ। उहाँको पनि मुख्य सुटिङ अथवा चाहिँ एक्टिङ रहेको छ र सबै मिलेर हामीले यसलाई एकदम मिहिनेत गरेर अगाडि बढाएका छौँ र यसलाई सबैले सहयोग गरेर सबै ठाउँमा पुगाएर सबैले सेयर गरेर सबैले चाहिँ यसलाई सेयर गरिदिनुहोस् भनेर यो भावना बुझिदिनुहोस् भनेर सहयोग गर्नुहुनेछ र यो एउटा आँखा जुध्यो भन्ने यो जुन चाहिँ म्युजिक भिडियो छ यो उत्कृष्ट म्युजिक भिडियो हुनेछ जसमा सेन्ट्रल कलेजको प्रत्यक्ष र सेन्ट्रल कलेजसँग आबद्ध भएका कलाकारहरू र अन्य नेपालका तपाईँको प्रख्यात कलाकारहरूको र गायककारहरूको संलग्नता छ। यो हुनेछ भन्ने आशा गर्दै यो भव्य सबै कार्यक्रम जसलाई सफल गराउनको लागि यो म्युजिक भिडियोलाई अगाडि बढाउनको लागि हाम्रो क्लियर भिजन अप्टिकलले हाम्रो अलीजीले पनि सहयोग गर्नुभएको छ, हाम्रो एसवन बिल्डर्सले पनि सहयोग गरेको छ। अब हामी विदेश पढ्न पठाउने स्वदेशमा पढाउने मात्र नभएर बिल्डिङ बनाउने र यो गगहरूलाई तपाईँको सेल गर्ने आँखा चेक गर्ने मात्रै नभएर हामीले यसरी जुन सञ्जय देवकोटाजी, दीप काफ्लेज्यू, अर्जुन कणेलज्यू लगायत अब हाम्रो अर्को कणेलज्यू पनि हुनुहुन्छ, उहाँहरू सबै अगाडि बढ्नुभएको छ। उहाँहरू अगाडि बढ्ने क्रममा हामीले व्यावसायिक उत्तरदायित्व अन्तर्गत सामाजिक उत्तरदायित्व अन्तर्गत यसरी उहाँहरूलाई पनि हैसियत गरिदिनुपर्छ भन्ने धारणा राख्दै अब पनि तपाईँहरूले गर्ने हरेक एक्टिभिटिजहरूमा सेन्ट्रल कलेज सधैँ साथ रहनेछ, सहयोग गर्नेछ। आर्थिक रूपमा मात्रै नभएर नैतिक भौतिक सल्लाह हरेक रूपमा सबै रूपमा चाहिँ सेन्ट्रल कलेज एउटा सेन्ट्रल कलेज अभिभावक भएर बस्नेछ भन्ने धारणा राख्दै यो म्युजिक भिडियोको जुन प्रिमियम सो छ जब भाग लिइदिनु भयो, सबै आइदिनु भयो, ताली बजाइदिनु भयो, सबै कलाकारदेखि पत्रकारज्यूहरूले सहयोग गरिदिनु भएको छ। यसलाई यसरी नै मिडियामा लगेर अगाडि बढाइदिनु हुनेछ, आफ्ना मिडियाहरूबाट निकालिदिनु हुनेछ भन्ने निकाल्नु हुनेछ भन्ने विश्वास गर्दै र सबैलाई धन्यवाद दिँदै सेन्ट्रल टावरमा आइदिनु भयो, टेक्दिनु भयो। अझै शुभ भएको छ, सेन्ट्रल कलेज आफैमा एउटा ब्रान्ड बनेको छ, अझै ब्रान्ड बन्नमा अर्को टेका तपाईँहरूको सहयोगले भइरहेको छ र अहिले बजारमा +2 दिएका भाइ बहिनीहरू जति छन् सेन्ट्रल कलेजबाट अस्ट्रेलियाको भिसा, युकेको, अमेरिकाको सबै देशको भिसा सबै ठाउँबाट भन्दा मिलाएर एकदम पोसिबल छ र सहयोग गर्नु होला। अझै यो संस्थालाई बलियो बनाउन सहयोग गरिदिनु होला। सबैमा अनुरोध गर्छु, यो बलियो भयो भने समाज बलियो हुन्छ, खेल बलियो हुन्छ, कलाकारिता बलियो हुन्छ, मिडिया बलियो हुन्छ, सबैलाई बचाउन यसले सहयोग गर्छ। आफूले गरेको नाफाबाट एउटा सेयर गर्नुपर्छ, सबैले बाँडेर खानुपर्छ भन्ने धारणा राखेको यो कलेज तपाईँ हाम्रो सबको कलेज हो भन्दै यो म्युजिक भिडियो साँच्चै नै राम्रो छ, मुटु छुने छ, एउटा लभ स्टोरी छ, एउटा व्यावसायिक स्टोरी छ, हरेक किसिमको सफलताको स्टोरी छ र एउटा सुमधुर सङ्गीत छ। यो सफल गराइदिनको लागि अनुरोध गर्दै मेरा भनाइ राख्छु। हस्त, धन्यवाद, थ्याङ्क यू। र यो म्युजिक भिडियोको लागि अब सञ्जय सरलाई, दीप सरलाई, अहिले हुनुहुन्न उहाँ चाहिँ, अर्जुन सरलाई सबैलाई धन्यवाद। यस्तो मिठो गाउनु भएको छ र अर्जुन सरले यस्तो सबैलाई चाहिँ मिल्ने गरी चाहिँ एउटा चाहिँ त्यो दिनुभएको छ, जुन भित्र सोचेको हुन्छ त्यसलाई चाहिँ अब स्क्रिनमा दिनुभएको छ। उहाँलाई चाहिँ एकदमै धन्यवाद। अनि यो गीतलाई चाहिँ सबैले माया गरिदिनु होला, अझै पहिलाभन्दा पनि अझै राम्रो यसमा चाहिँ प्रमोसन गरिदिनु होला। र सञ्जय सरलाई चाहिँ रियली उहाँको बारेमा भन्दै गर्दा उहाँले आफ्नो तारिफ चाहिँ अलिक कम नै गर्नुहुन्छ है। अस्ति एकजना कलाकारसँग म आउँदै गर्दा अलि उता कावासोतीबाट उहाँले के भन्नुभएको थियो भने सञ्जय सरमा जुन खुबी छ, क्षमता छ, त्यो चाहिँ धेरै सर्ट टाइममा यति राम्रो गर्नुभएको छ। एकदमै उहाँ चाहिँ धेरै नै टाढासम्म जाने चाहिँ उहाँको क्षमता छ। उहाँ चाहिँ शुभकामना छ। उहाँको कुरालाई चाहिँ म फेरि पनि सम्झेँ। यहाँ चाहिँ सञ्जय सरलाई चाहिँ फेरि पनि चाहिँ आगामी दिनमा चाहिँ शुभकामना छ। यस्तै गरी चाहिँ हजुरको गीतहरू चाहिँ हेरिराखौँ, सुनिराखौँ। अनि धन्यवाद, सबैमा धन्यवाद। धेरै धेरै धन्यवाद छ सबैजनालाई। वास्तवमा हामीले जुन आज म्युजिक भिडियो हेऱ्यौँ मलाई चाहिँ एकदमै मन पर्यो। यो म्युजिक भिडियोमा मलाई सानो रोल र हाम्रो टिमलाई पनि, यशवन्त बिल्डालाई पनि सानो रोल दिनुभएकोमा सञ्जय सर लगायत दीप काफ्ले, हाम्रो अर्जुन सर, अली अन्सारी सर र प्रमुख भूमिकामा रहनुभएको हाम्रो म्याम र यो सबैलाई सफल बनाएर हामी सबैको अभिभावक समाजसेवी आदरणीय दाई हुनुहुन्छ हामीसँग। यहाँको कारणले गर्दा नै हाम्रो यो सञ्जय सरले जुन बनाउनु भएको भिडियो छ यो भिडियो एकदमै राम्रो बनेको छ। म यो भिडियोलाई हामी सबैले
सबैजनाले चाहिँ सेयर गरेर उहाँलाई थप एक उचाइमा पुर्याउनको लागि हाम्रो पनि प्रमुख भूमिका रहने गर्दछ र यसको लागि र आगामी दिनमा पनि यहाँले र यहाँको टिमले कुनै पनि म्युजिक भिडियो लगायत कुनै पनि कार्यक्रम गर्न लाग्नुभयो भने त्यसमा S1 बिल्डर्स S1 होम्स सदैव अगाडि रहनेछ भन्ने पनि म यहाँलाई विश्वास दिलाउन चाहन्छु र सञ्जय सरलाई मैले फर्स्ट डे भेट्दा र आज भेट्दा मैले जुन हम्बल मैले त्यो दिनमा पाएको थिएँ सेम हम्बल यति ठुलो उचाइमा पुग्दा पनि मैले त्यही हम्बल र त्यही एउटा चाहिँ ग्राउन्डेड व्यक्ति भनेर मैले जुन पाएको छु यहाँको यो यस कारणले नै यहाँ उचाइमा पुग्नु भएको हो र आगामी दिनमा यहाँलाई जुन दुर्गेश थापासँग यहाँको अहिले ट्युनिङ एकदमै राम्रो छ अगाडि बढिरहनु भएको छ होपफुली हामी छिटै नै यहाँलाई पनि हाम्रो दुर्गेश थापा जस्तै त्योभन्दा माथिको उचाइमा हामी यहाँलाई देख्न सक्छौँ र त्यति बेला पनि सञ्जय मेरो साथी हो मैले भन्न पाउँछु भन्ने चाहिँ विश्वासका साथ यहाँलाई धेरै धेरै धन्यवाद छ। गीत एकदम राम्रो बनेको छ। यो सम्पूर्ण अवसर जुराइदिनु भएकोमा आदरणीय शारदा म्याम हाम्रो रिसर्चर सुदन दाई हाम्रो फेसन डिजाइन कलेजको दाई पनि हुनुहुन्छ आदरणीय सुदीप दवाडी दाई पनि हुनुहुन्छ यहाँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र यो आगामी प्रोजेक्ट यहाँको योभन्दा पनि एकदमै सफल सभ्य र भव्य होस् भन्न चाहन्छु। हस्त धन्यवाद। थ्याङ्क यू सो मच। आज चितवनबाट नवलपुरबाट धेरै पत्रकारजीहरू पनि आउनुभयो हामीलाई सपोर्ट गरिदिनु भयो थ्याङ्क यू सो मच। यो कतिपय अवस्थामा चाहिँ कथा राम्रो भइगन पनि भ्युजको आधारमा चाहिँ हामी पछि परिन पनि सक्छ त्यसै कारणले गर्दाखेरि आज हजुरहरू सबैजना आउनुभएको छ हजुरहरूले गर्दाखेरि नै यो गीत अगाडि बढ्ने हो तसर्थ हजुरहरू सबैजनाले यो गीतलाई सेयर गरिदिनु होला राम्रो नराम्रो जे लाग्छ त्यही सही प्रतिक्रिया चाहिँ पक्कै दिनुहुनेछ भन्ने अपेक्षा राख्न चाहन्छु र धेरैजनाको पहिल्यैदेखि डिमान्ड हुन्थ्यो वाइबी सर चाहिँ अब कलाकारिता क्षेत्रमा पनि ब्याक टु ब्याक आउनु पर्यो भन्ने अब हजुरहरूले त्योमा गएर चाहिँ साँच्चीकै वाइबी सरको कलाकारिता कस्तो छ अब आउनै पर्छ भनेर चाहिँ हजुरले अन डिमान्डको कमेन्टहरू पनि गरिदिनु पर्यो जसले गर्दाखेरि अझ इन्करेज होस् हामी जस्ता राइजिङ गर्न लागिरहेका कलाकारहरूलाई अझ सपोर्ट होस्। वाइबी सरले कलाकारिता क्षेत्रमा पनि पहिलेदेखि ठुलो योगदान दिँदै आउनुभएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान होस् या विभिन्न ठुला ठुला कलाकारहरूको कार्यक्रम साना कार्यक्रम हरेक कार्यक्रममा सहयोग गर्ने व्यक्ति अब आफै पनि कलाकार भएको हेर्न चाहन्छु भनेर धेरैजनाको रिक्वेस्ट पनि पहिले म सेन्ट्रल कलेजमा हुँदाखेरि पनि सुन्दै आएको अहिले नहुँदा पनि सुन्दै आइरहेको छु तसर्थ सरलाई धेरै धेरै शुभकामना छ। यसै गरी राइजिङ स्टारहरूलाई सुपरस्टार बनाउने हजुर जस्ता व्यक्तित्व अली सर जस्तो व्यक्तित्व सुरज सर जस्तो व्यक्तित्व र मिडियाकर्मी जस्तो व्यक्तित्वको हो तसर्थ सबैलाई विशेष सम्मान छ र पहिला सेन्ट्रल कलेजमा रहेर एउटा फ्यामिलीको रूपमा काम गर्न पाइयो अहिले पनि त्यही फ्यामिली जसरी नै एउटा सामिप्यता छुटेर गए पनि फेरि आउने एउटा अवसर मिल्यो यसको लागि विशेष धन्यवाद दिन चाहन्छु। पहिला सेन्ट्रल कलेजको मार्केटिङ हेडको रूपमा अगाडि बढ्न पायो अहिले दुर्गेश थापा टिमको म्यानेजमेन्ट हेडको रूपमा रहेर काम गर्दै आएको छु मिडियामा काम गर्दै आइरहेको छु आफ्नै व्यक्तिगत रूपमा अझ धेरै अगाडि जाने एउटा फड्को मार्ने एउटा खुड्किलाहरू चढ्न पाइरहेको छु यसको लागि पनि सेन्ट्रल कलेजलाई विशेष धन्यवाद दिँदै बाँकी अन्य कार्यक्रम चाहिँ सञ्चालन गर्नको लागि कुनै चर्चित कार्यक्रम प्रस्तुता पत्रकार आदरणीय सुशील पन्थज्यूलाई अनुरोध गर्न चाहन्छु र यहाँहरू सम्पूर्णलाई यो टिमलाई नै जुन टिम हुनुहुन्छ यो गीतको यहाँहरू सम्पूर्णलाई सफलताको धेरै धेरै शुभकामना व्यक्त गर्दछौँ। अब वाइबी सरको हामीले कलाकारिता देख्दैछौँ अझ अब्बल हुँदैछ अब सबै क्षेत्रमा उहाँ चाहिँ अब्बल हुँदै जाँदै हुनुहुन्छ अब आगामी दिनमा अझै धेरै देख्न पाइयोस् है सर यहाँ यही स्क्रिनमा हामीले अझ धेरै तपाईँको कलाकारिता देख्न पाऊँ त्यो पनि हामी चाहन्छौँ। सञ्जयजीको गीत फेरि पनि हामीले आगामी दिनमा फेरि यसै गरी प्रिमियर गरेको यसै गरी हामीले हेर्ने मौका पनि मिलोस् योभन्दा अगाडि मैले अघि पनि भनिसकेँ योभन्दा अगाडि पनि उहाँको प्रिमियरमा हामी यसरी नै यहाँ आएर यसरी नै गीत हेरेका थियौँ त्यो गीत निकै मिठो गीत थियो यसपटक फेरि पनि राम्रो प्रयास गर्नुभएको छ र गीत सङ्गीतको क्षेत्रमा अघि दुर्गेश थापासँग नाम जोडिएर चाहिँ यहाँ कुरा पनि आइरहेको थियो उहाँको भिडियो हामीले हेरि पनि रहन्छौँ त्यही उचाइमा हामीले चाहिँ छिट्टै देख्न पाऊँ र ठुलो स्टेजमा चाहिँ आज को आउँदैछ भन्दाखेरि कुनै दिन यदि हामीले विज्ञापन बनाउने क्रममा चाहिँ त्यो मौका मिल्यो भने आजका कलाकारहरू भनेर सञ्जयजीको नाम पनि एकदम गर्वका साथ लिने त्यो अवसर पनि जुरोस्। यहाँ सम्पूर्णलाई यो गीतको टिमलाई नै सफलताको धेरै धेरै शुभकामना यहाँ उपस्थित हुनुभएका सम्पूर्ण सञ्चारकर्मी मित्रहरू दाई भाइ यहाँ सम्पूर्णलाई आफ्नो सञ्चार माध्यममा यो गीतको विषयमा समाचार प्रसारण प्रकाशन गरेर सहयोग गरिदिनु होला भन्दै यो अनुरोधका साथ आजको यो आँखा जुदियो बोलको यो गीतको प्रिमियर कार्यक्रम यही सकिएको जानकारी गराउँछु। धन्यवाद।